त्यो चाहिँ एकदमै डरलाग्दो कुरा हो। And I know especially high in the mountains, in the Alps, the Andes, the Himalayas, that's a very normal thing to do. हिमाली भेगहरूमा चाहिँ नि यस्ता किसिमका कुराहरू चाहिँ सामान्य रूपमा नै अभ्यास गरिन्छ। Including sacrifices, including human sacrifices to these gods. अनि त्यस्ता किसिमका देवी देवताहरूलाई मानिससम्म पनि बलि चढाउने गरिन्छ। And please stay away from that. त्यस्ता कुराहरूबाट टाढै बस्नुहोस्। All right, hope that answers your question. मलाई लाग्छ कि मैले तपाईँको प्रश्नको उत्तर दिएँ होला। Anybody else has a question? अरू कसैको केही प्रश्न छ? Anybody else? No questions. All right, then my suggestion is we're going to talk a little bit today about a young person in the Bible called King Josiah. राजा योसियाको विषयमा हाम्रो केही कुरा गर्नेछौँ। And King Josiah was a example of a teenage Christian who, although there was a lot of peer pressure, he did right. हामीहरू योसियालाई चाहिँ विशेष गरेर एउटा किशोर अवस्थामा रहेको इसाईसँग तुलना गर्न सक्छौँ, जसलाई चाहिँ विभिन्न किसिमको आफ्नो उमेरका समूहको दबाब हुँदाहुँदै पनि परमेश्वरको दृष्टिमा जे असल थियो त्यही तिनले गरे। And we can read of him in 2 Chronicles chapter 34. दोस्रो इतिहासको 34 अध्यायमा हामीहरू 2 Chronicles chapter 34 दोस्रो इतिहास 34 अध्याय in the Old Testament. पुरानो करारमा। And here we see, I'll read the first 4 verses. Josiah was 8 years old when he began to reign, and he reigned in Jerusalem 31 years. And he did that which was right in the sight of the Lord, and walked in the ways of David his father, and declined neither to the right hand nor to the left. For in the 8th year of his reign, while he was yet young, he began to seek after the God of David his father, and in the 12th year he began to purge Judah and Jerusalem from the high places and the groves, and the carved images and the molten images. And they break down the altars of Baalim in his presence, and the images that were on high above them he cut down, and the groves and the carved images and the molten images he brake down in pieces, and made dust of them, and strawed it upon the graves of them that sacrificed unto them. Please read that. एकदेखि पढ्दैछु म यहाँ 34 अध्यायको 1 देखि। राजगद्दी आरोहण गर्दा योसिया 8 वर्षका थिए। तिनले यरुशलेममा 31 वर्ष राज्य गरे। तिनले परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे। तिनी दाहिने देब्रेपट्टि नलागी आफ्ना पुर्खा दाउदका सबै चालमा हिँडे। तिनका राजकालको 8औं वर्षमा तिनी जवान छँदा तिनले आफ्ना पुर्खा दाउदका परमेश्वरलाई खोज्न सुरु गरे। अनि 12औं वर्ष हुँदा र यरुशलेममा भएका डाँडाहरूका थानहरू र असेरा देवीका खम्बाहरू अनि खोपेर बनाइएका र ढलौटे मूर्तिहरू हटाउन सुरु गरे। बाल देवताहरूका वेदीहरू तिनले भत्काउन लाए र तिनीहरूका माथि भएका धूप वेदीहरू टुक्रा टुक्रा पारे। तिनले असेरा देवीका खम्बाहरू र अरू सबै मूर्ति र प्रतिमाहरू टुक्रा टुक्रा पारेर धुलो पिठो बनाए र तिनलाई बलिदान चढाउने मानिसहरूका चिहानहरूमा ती छरिदिए। So here is a good example of a young boy who loved the Lord more than his peers or his friends. हाम्रो यहाँ देख्दछौँ कि एकजना जवान मानिसको बारेमा जसले चाहिँ नि आफ्नो समकालीन जुन प्रभाव छ त्यो प्रभावदेखि लिएर सबै कुराबाट अलगिएर चाहिँ परमेश्वरले जस्तो चाहनुहुन्छ त्यस्तो खालको जीवन जिउने प्रयास गरेका थिए। That's the greatest danger of the time of your life you're in now as a youth. तपाईं युवा अवस्थामा हुनुहुन्छ अनि यो चाहिँ एकदमै डरलाग्दो उमेर पनि हो। The desire to be accepted is for many more important than to do right. ठीक कुरा गर्नुभन्दा पनि आफ्नो साथीहरूको माझमा चाहिँ मलाई स्वीकार गरोस् भन्ने जुन दबाब छ त्यो चाहिँ बढी हुन्छ। And I'm happy that you have a good youth group here. म खुसी छु कि तपाईहरुको यो युवाको जुन जमघट छ एकदमै राम्रो छ। And be faithful to the youth group, but more importantly be faithful to the word of God. अनि युवाहरुको लागि सबभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ परमेश्वरप्रति विश्वासयोग्य हुनु हो। I want to give you a few advices what to do with the pressure you have sometimes from your peers, your fellow youth. तपाईको आफ्नो साथीहरु
तपाईँको समकालीन उमेरकाहरूबाट आउने जे पनि दबाबहरू छ त्यसमा बच्नको लागि के गर्न सकिन्छ त्यस सम्बन्धी केही सुझावहरू म तपाईँलाई दिन चाहन्छु। Don't let somebody else be your final authority, your God. Let Jesus Christ be your God in the Bible. तपाईँको जीवनको अन्तिम अधिकार वा निर्णायक अधिकार चाहिँ अरू कसैलाई नदिनुहोस्। तपाईँले त्यसको निर्णायक अधिकार चाहिँ नि परमेश्वरको हुनुपर्छ या यीशु ख्रीष्टको हुनुपर्छ तपाईँको जीवनमा। Maybe you say, well, I don't have any Christian parents. तपाईँले भन्नुहोला कि मेरो त अभिभावकमध्ये कोही पनि इसाई छैन। That's not an excuse not to do right. अनि सही कुरो गर्नको लागि तपाईँले त्यसलाई एउटा बहानाको रूपमा लिन मिल्दैन। Look at the father of King Josiah. हाम्रो योसियाको बुवाको विषयमा हेरौँ। His name was Ammon, and he's described in 2 Chronicles chapter 33, verse 21 to 24. 21 देखि 24 पदमा चाहिँ यहाँ हामीहरू योसियाको बुवाको बारेमा पढ्न पाउँदछौँ। Ammon was 22 years old when he began to reign, and reigned 2 years in Jerusalem. But he did that which was evil in the sight of the Lord, as did Manasseh his father. For Ammon sacrificed unto all the carved images which Manasseh his father had made, and served them, and humbled not himself before the Lord as Manasseh his father had humbled himself. But Ammon trespassed more and more, and his servants conspired against him, and slew him in his own house. But the people of the land slew all them that had conspired against Ammon, and the people of the land made Josiah his son king in his stead. यहाँ 21 देखि यसरी लेखेको छ, 33को 21 देखि राजगद्दी आरोहण गर्दा आमोन 22 वर्षका थिए। तिनले यरुशलेममा 2 वर्ष राज्य गरे। तिनका पिता मनुष्यले गरे चाहिँ तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। तिनले आफ्ना पिता मनुष्यले बनाएका सबै मूर्तिहरूलाई बलिदान चढाएर तिनको पूजा गरे। तर आफ्ना पिता मनुष्यले चाहिँ तिनले परमप्रभुको सामुन्ने आफैलाई विनम्र पारेनन्। तिनको अपराध झन बढी भयो। अमोनका अधिकारीहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे र तिनलाई तिनको आफ्नै महलमा मारे। तब देशका मानिसहरूले राजा अमोनको विरुद्धमा ती सबै षड्यन्त्र गर्नेहरूलाई मारे र तिनको छोरा योसियालाई तिनको सट्टामा राजा बनाए। Now this young man was a very extraordinary young man. यो जुन युवा छ यो चाहिँ ज्यादै शक्तिशाली युवा हो भनेर हाम्रो भन्न सक्छौँ। His grandfather and father were very godless people. अनि हाम्रो देख्दछौँ कि बुवा र बाजे चाहिँ निकै नै ईश्वरहीन मानिस थिए। Yet he did right. तरै पनि यहाँ हाम्रो देख्दछौँ कि योसियाले सही गरेका छन्। Even before he found the word of God. यहाँसम्म कि परमेश्वरको वचन पाउनुभन्दा अगाडि नै तिनले सबै कुरा ठिक गर्दै थिए। Look at 2 Chronicles chapter 34. दोस्रो इतिहास 34 अध्याय। We read in verse 27 and 28, because thine heart was tender, and thou didst humble thyself before God when thou heardest his words against his place and against the inhabitants thereof, and humblest thyself before me, and didst rend thy clothes, and weep before me. I have even heard thee also, saith the Lord. Behold, I will gather thee to thy fathers, and thou shalt be gathered to thy grave in peace. Neither shall thine eyes see all the evil that I will bring upon this place, and upon the inhabitants of the same. So they brought the king word again. So it's a direct revelation he gets from God. यहाँ हाम्रो देख्दछौँ कि योसियाले सिधै परमेश्वरबाट प्रकाश पाएका थिए। 27 र 28 पदमा यस्तो लेखेको छ, तेरो हृदय जवाब दिनलाई उत्सुक भएकोले र मैले त्यो देश र त्यसका मानिसहरूका विषयमा भनेका कुरा सुनेर परमेश्वरको सामुन्ने त विनम्र भएकोले र मेरो सामु त विनम्र भई तैँले आफ्नो पोसाक च्यातेर मेरो उपस्थितिमा विलाप गरेको हुनाले तँलाई मैले सुनेको छु, परमप्रभु भन्नुहुन्छ। यसै कारण म तँलाई तेरा पितरहरूसँग जम्मा गर्नेछु र त शान्तिसित गाडिनेछस्। यस ठाउँमा र यसका बासिन्दाहरूमाथि मैले ल्याउने सबै सर्वनाश तेरा आँखाले देख्ने छैन। So there was a nationwide revival in Israel. It was the last revival before the nation of Israel was kicked out of the land and brought into Babylon. बेबिलोनमा लगिनुभन्दा अगाडि यहाँ देख्दछौँ कि इजरायलमा चाहिँ जागृति आएको थियो। Now you can have a revival in this church. तपाईले पनि यो मण्डलीमा जागृति ल्याउन सक्नुहुन्छ। Most of all, it starts always with young men, young youth. प्रायसो यो जागृतिको कुरा गर्दै गर्दा चाहिँ युवाहरूबाट नै सुरु हुन्छ। And I want to give you a few ideas how to keep a revival in your heart. Revival is, by the way, connected with Christians, not with unsaved people. यो जागृतिको कुरा गर्दै गर्दा चाहिँ मुक्ति नपाएका मानिससँग सम्बन्धित विषय होइन, यो चाहिँ इसाईसँग सम्बन्धित विषय हो।
आज अहिले चाहिँ हामीहरू विशेष गरेर तपाईँको हृदयलाई चाहिँ कसरी जागृत अवस्थामा राख्न सकिन्छ त्यस विषयमा हामीहरू कुरा गर्नेछौँ। So if you want to have a revival in your heart, तपाईँको हृदयमा तपाईँलाई चाहिँ जागृति चाहिन्छ भने you have to make the Lord Jesus Christ your own personal God. तपाईँले चाहिँ यीशु ख्रिस्टलाई चाहिँ तपाईँको व्यक्तिगत परमेश्वर बनाउनु पर्ने हुन्छ। Not only you have to receive him as your personal savior, तपाईँले उहाँलाई केवल उहाँको आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्ने कुरो मात्रै होइन, but give him all the different aspects of your life and ask him to clean that up. तर तपाईँले चाहिँ आफ्नो जीवनको सबै क्षेत्रहरू सबै पक्षहरू उहाँलाई चाहिँ दिनुपर्ने हुन्छ र उहाँलाई चाहिँ शुद्ध गर्नको लागि भन्नुपर्ने हुन्छ। And secondly, you must be willing to stand without your friends. अनि अर्को कुरो चाहिँ तपाईँ चाहिँ आफ्नो साथीहरू बिना नै उहाँको लागि खडा हुन सक्ने बन्नुपर्छ। The majority of the teenagers are not interested in revival and following Jesus Christ. अधिकांश किशोर किशोरी कुरा गर्दै गर्दाखेरि चाहिँ यीशु ख्रीष्टलाई पछ्याउने र जागृतिको विषयमा तिनीहरूले चासो राख्दैनन्। And thirdly, you need to keep your heart tender toward the Word of God. तेस्रो कुरा चाहिँ तपाईँले चाहिँ परमेश्वरको वचनप्रति आफ्नो हृदयलाई कोमल राख्नुपर्छ। When the Word of God says no, you should say, okay, I'm not going to do that. यदि परमेश्वरको वचनले चाहिँ तपाईँले गर्नलाई कुनै कुरा हुँदैन भनेर भन्छ भने तपाईँले चाहिँ भन्नु पर्यो कि ठिकै छ म त्यो काम गर्दिनँ। Now, what do teenagers always want? किशोर किशोरले चाहिँ प्रायः जस्तो के गर्न चाहन्छ? The latest fashion, केटीहरूको कुरा गर्दाखेरि चाहिँ फ्यासन, the latest cell phones, मोबाइल the latest movies, अनि फिल्महरू the latest songs. अनि त्यसपछि गीतहरू। You should have that as the first. तपाईँले चाहिँ त्यही नै कुरालाई चाहिँ प्राथमिकता दिनुहुन्छ। Well, that's something new is not always right, not always true. सधैँ केही नयाँ कुराहरू जब आउँछ त्यो सधैँ नै सही हुन्छ भन्ने छैन, सत्य हुन्छ भन्ने छैन। And you need to learn one thing, just keep your nose daily in the Word of God. तपाईँले चाहिँ सधैँ नै आफ्नो आँखा चाहिँ परमेश्वरको वचनमा राख्नुपर्ने हुन्छ, लगाउनु पर्ने हुन्छ। The best fellowship is always around the Word of God. सबभन्दा राम्रो संगति भनेको चाहिँ नि तपाईँ सधैँ नै परमेश्वरको वचनको आसपास रहनु। But see, once you get saved, it doesn't cost you anything. तर जब तपाईँले चाहिँ नि मुक्ति पाउनुहुन्छ त्यसको लागि त्यसपछि चाहिँ तपाईँको निमित्त केही पनि मूल्य हुँदैन, चुकाउनु पर्ने। But once you make steps to follow Jesus Christ, तर तपाईँले गर्नुपर्ने एउटा काम भने हुन्छ त्यो के भन्दाखेरि तपाईँले चाहिँ यीशु ख्रीष्टलाई पछ्याउनु जरुरी छ। that will cost you something. त्यसको लागि चाहिँ तपाईँले चाहिँ केही न केही मूल्य चाहिँ चुकाउनु पर्ने हुन्छ। It may cost you your popularity. त्यसको निमित्त तपाईँले आफ्नो प्रख्यात हुने जुन इच्छा छ त्यसलाई चाहिँ त्याग्नु पर्ने हुन्छ होला। Maybe your parents will turn against you. हुनसक्छ तपाईँको अभिभावक नै तपाईँको विरुद्धमा खडा हुन्छन् होला। Maybe they want you to make a worldly career and not following Jesus Christ. तपाईँलाई चाहिँ नि प्रभु यीशु ख्रीष्टलाई पछ्याउन लगाउनुको सट्टामा चाहिँ संसारमा राम्रो किसिमको काम गर्ने त्यो किसिमको इच्छा जाग्छ होला। And you need to make a decision in your heart for whom you plan to live for the rest of your life. तपाईँको बाँकी रहेको जुन जीवन छ त्यो जीवन चाहिँ कसको लागि जिउने भन्ने कुरा तपाईँले चाहिँ निर्णय गर्नुपर्छ। Will it be for yourself, for your friends, for your family, or for the Lord Jesus Christ? तपाईँको आफ्नै लागि, तपाईँको परिवारको लागि, तपाईँको साथीको लागि वा प्रभु यीशु ख्रीष्टको लागि। You don't have to keep up with the world all the time in clothing and fashion. यो विभिन्न किसिमका पहिरन फ्यासन जस्ता कुराहरूद्वारा चाहिँ तपाईँ संसारसँग आबद्ध हुनुपर्छ भन्ने छैन। Learn to dress yourself like a Christian and don't always try to dress like the world. संसारले जस्तो वस्त्रहरू लाउने होइन तर इसाई भएको नाताले चाहिँ इसाई भएर सुहाउँदो खालको जुन किसिमको पहिरन हुन्छ त्यो पहिरन लाउने चेष्टा गर्नुहोस्। Sometimes you have to learn to stand up for the Lord Jesus Christ. कहिलेकाहीँ चाहिँ तपाईँ यीशु ख्रीष्टको लागि चाहिँ नि खडा हुन पर्ने हुन्छ। And you'll be ridiculed. त्यसमा चाहिँ तपाईँलाई कतिपय अवस्थामा खिल्ली पनि उडाउँछन् होला मानिस। You'll be laughed at. तपाईँलाई चाहिँ उपहास गर्छन् होला। Nobody wants that. कसैले पनि त्यस्तो चाहँदैन नि। But, you know, when Jesus Christ went to the cross, they laughed at him, they ridiculed him. तर जब यीशु ख्रीष्ट कल्वरी क्रुसमा जाँदै हुन्थ्यो त्यति बेला पनि मानिसहरूले प्रभु यीशु ख्रीष्टको निन्दा गर्दै थिए, उपहास गर्दै थिए। Learn to say no to sin, पापलाई हुँदैन भन्न सिक्नुहोस्। no to cigarettes, धुम्रपानलाई हुँदैन भन्न सिक्नुहोस्। no to beer or alcohol, बियर अनि रक्सी जस्ता कुरालाई पनि हुँदैन भन्न सिक्नुहोस्। no to the first kiss. Oh, so it turns off. I think it's this problem.
I think battery is down. Battery is down. Yeah. Yeah, it's red. It's not green. So I'll speak a little louder. म अलि चर्को स्वरले बोल्छु. Then you have to make up your mind who you plan to serve for the rest of your life. तपाईको बाँकी रहल जीवनमा चाहिँ तपाईँ कसको सेवा गर्न चाहनुहुन्छ त्यो निर्णय चाहिँ तपाईँले गर्नुपर्ने हुन्छ. If you don't make up your mind in your heart, you're going to do right now, today, यदि आज यो समय म सही गर्छु भन्ने निर्णय चाहिँ तपाईँले आफ्नो हृदयमा गर्नु भएन भने you're going to lose a lot of battles in the future. तपाईँले भविष्यमा धेरै युद्धहरू हार्नुपर्ने हुन्छ. David made up his heart when he was alone as a shepherd boy tending the sheep at night. राति भेडा बाख्रा चराउने गोठालोको रूपमा दाउद त्यो अवस्थामा रहँदाखेरि And when a bear or a lion came, he made up his mind. He didn't hesitate. He attacked that bear or lion to take the lamb away from the mouth of the bear and the lion. जब भालु या सिंहले चाहिँ नि भेडालाई चाहिँ फराएर लैजान्थ्यो दाउदले चाहिँ नि त्यो गएर चाहिँ नि तिनीहरूको भालु र सिंहको मुखबाट त्यो फराएर लगिएको भेडा खोसेर ल्याउने त्यो हिम्मत गरेको हामीले देख्दछौँ. Especially you girls have to be careful. विशेष गरी तपाईँ केटीहरू चाहिँ होसियारी हुनुपर्छ. Young ladies love attention. युवतीहरूलाई चाहिँ नि अरूले ध्यान दियोस् भन्ने इच्छा बढी हुन्छ. But don't cut corners when you want attention from the wrong crowd, the wrong people, the wrong man. तर गलत मानिस गलत भिडबाट चाहिँ तपाईँले चाहिँ नि ध्यान खोज्ने खालको ध्यान आकर्षण खोज्ने खालको त्यो काम चाहिँ नगर्नुहोस्. And young ladies, you have to make up your mind that before the situation is there, thank you, that you want to do right. विशेष गरेर चाहिँ जस्तै अवस्थामा पनि म सही नै गर्छु ठिक गर्छु भन्ने त्यो अडान चाहिँ लिनुपर्छ. That means you have to make up your mind beforehand. त्यसको अर्थ यो हो कि त्यो निर्णय चाहिँ सही गर्छु भन्ने निर्णय चाहिँ पहिल्यै गरिनु जरुरी छ. How does the thing work? Like this? Okay. So you have to make up your mind before you come into a bad situation. तपाईँ गलत किसिमको परिस्थितिमा आउनुभन्दा अगाडि नै तपाईँले निर्णय गरिसकेको हुनुपर्छ. Now, if you choose to go with the crowd, the easy way, the broad way, यदि तपाईँ भिडसँग जाने इच्छा गर्नुहुन्छ भने त्यो चाहिँ फराकिलो बाटोतिर हिँड्ने इच्छा हो. you're going to pay a price. त्यसको लागि तपाईँले मूल्य चुकाउनु पर्ने हुन्छ. The price is you're going to lose your fellowship with the Lord Jesus अनि Christ. तपाईँले चुकाउनु पर्ने मूल्य चाहिँ के हुन्छ त भन्दाखेरि तपाईँले यीशु ख्रीष्टसँगको संगति गुमाउनु पर्ने हुन्छ. But you have to make up your mind, I want to serve my God. I want to please Him above everything and everybody else. र तपाईँले चाहिँ यो निर्णय गर्नु पर्यो कि म चाहिँ नि परमेश्वरसँग संगति गर्छु र संसारमा कसैलाई वा केही थोकलाई भन्दा पनि बढी म मेरो परमेश्वरलाई प्रेम गर्नेछु. It may be sometimes a lonely road, कहिलेकाहीँ त्यो चाहिँ एक्लै हिँड्नुपर्ने बाटो पनि हुन सक्ला. a narrow road, साँगुरो बाटो. but it's not a difficult road तर त्यो गाह्रो बाटो भने होइन. because you'll never be alone. किनकि तपाईँ कहिले पनि एक्लो हुनुहुन्न. You'll always be with Jesus. किनकि तपाईँ सधैँ नै यीशु ख्रीष्टको साथमा हुनुहुन्छ. And you and God are always a majority. यदि तपाईँ अनि परमेश्वर हुनुहुन्छ भने त्यो चाहिँ बहुसंख्यक हो. Ladies, you can better stay a few years longer single and wait for the right man त्यसैले केही वर्ष कुरेर बरु विवाह नगरिकन एक्लै बस्नु चाहिँ राम्रो हो. than marry too early because of pressure of family or friends and you marry a guy who is not interested to follow Jesus Christ. कहिलेकाहीँ यस्तो पनि हुन्छ कि साथीहरू अनि परिवारको दबावले गर्दाखेरि जसले चाहिँ यीशु ख्रीष्टलाई पछ्याउन इच्छा नै गर्दैन त्यस्तो व्यक्तिसँग चाहिँ नि तपाईँ चाहिँ विवाह गर्न पुग्नुहुन्छ. And young man, you don't have to have a girlfriend or get married on a young age. तपाईहरू पुरुषहरूले पनि यो अवस्थामा नै विवाह गर्नुपर्छ भन्ने छैन. You better finish your studies तपाईँको आफ्नो लेखाइ पढाइ पहिला सिद्ध्याउनुहोस् and stay clean. अनि शुद्ध अवस्थामा बस्नुहोस्. You don't have to reap so much sin when you get older. तपाईँ वृद्ध अवस्थामा पुग्नुभन्दा नै धेरै पापहरू रोप्ने काम नगर्नुहोस्. And take time when you're a single young man to learn the Bible besides your studies and work. विवाह गर्नुभन्दा अगाडि नै जब तपाईँ एक्लो हुनुहुन्छ त्यति बेला नै परमेश्वरको वचन पढ्ने आदत बसाल्नुहोस्. Visit missionaries, churches, other youth groups, learn to preach and teach the Word of God. मिसनरीको मण्डलीमा जानुहोस् युवाहरूको माझमा जानुहोस् त्यहाँ प्रचार गर्न अनि सुसमाचार प्रचार गर्न सिक्नुहोस्. Use your time for the Lord and now you're still single. तपाईँ एक्लो छँदाखेरि नै परमेश्वरको लागि आफ्नो समयहरू प्रयोग गर्नुहोस्.
Maybe you want to go with some of the pastors or missionaries to the 68,000 villages in your country which have no Christian testimony as of yet. 68,000 गाउँहरू जो चाहिँ नेपालमा छ, तपाईँ चाहिँ पास्टर मिसनरसँग गएर आत्मिक अनुभवहरू लिन सक्नुहुन्छ वा प्रचार गर्न जान सक्नुहुन्छ। All right, maybe we should have a short break here. हामीहरू छोटो विश्राम लिनेछौँ। About, was it 10-15 minutes? 10 And then we'll continue. And again, if you have any questions which come up, feel free to ask or write them on a piece of paper and give them Sandeep there. Okay? 10-15 मिनटको ब्रेक हामीहरू लिनेछौँ। त्यसपछि तपाईँको कुनै प्रश्नहरू छ भने तपाईँले चाहिँ प्रश्न राख्न सक्नुहुन्छ। Okay.